यहाँ सबै दाइ हेर्छ हुँदो रहेछ म चाहिँ कति 6-7 वर्षपछि आएर हेलो गाइस म मेरो उहाँ चाहिँ हामी पूर्व जाँदैछौँ घर जाँदैछौँ के पर्छ पवित्र हाम्रो पवित्र नेक्स्ट युनियन जङ्गल अब मलाई के थाहा लामो जङ्गलमा पुग्यौँ गाइस हामी चाहिँ जाने जङ्गल हेलो गाइस म चाहिँ पत्री पुगिसकेँ आज गर्मीले यहाँ खत्तम भइरहेछ पत्री चाहिँ यस्तो छ बिहान बिहानै Hello guys, welcome to back in my new vlog. न्यू भ्लग न कसलाई दिनु छ तिमी अबे कसलाई दिनु छ कसलाई दिनु छ ओइ होइन अनि लगेको भन्छ त तिम्रो त अनि कोही कपाल पनि छैन खोइ कपाल छैन त कसलाई दिनु छ नाम भन कि म दिन्छु कहाँ लगेको नाम भन न म दिन्छु कि भन न म आन्टीलाई भनिदिउँ गाइज हाम्रो भाइको नि अब पर्खिनु भएछ होइन मेरो क्लिप लाग्ने भन्दैछ लु के अरे के भन्नु अरे भन न भन न P and pen. बुनु होइन भन त किन बारीको बोटहरू गाइस आफ्नो बोटमा आफै छैन हामी चाहिँ जाते पुग्यौँ मम्मी र म आज आएको सेवारतनमा किन गाइस मलाई चिन्नु भएन मैले नै चिन्दिनँ मम्मीले दिदी भन्नु मैले त नभन्थेँ कान्छे कान्छे म चिन्दिनँ त कसैलाई जुत्ता खोलिसकेँ हामी चाहिँ माथि जाँदैछौँ मम्मीले कान्छे भन्दै थियो हामी मासिमा होला मासिमा हजुर सेवारो मासिमा सेवारो पासिमे हुन्छ यहाँ उता त बस्छ हजुर हजुर पासिबी गर्मी भयो आमा पर त अलिक चिसो छ नि होइन यो गर्न त धेरै चिसो धेरै हो पर त काठमाडौँ धेरै नै चिसो र पनि धेरै हामी चाहिँ जातेको यहाँ मासु किन्नु आइरहेको छु हुन्छ दाइ हजुर बोल्नुहोस् यसो यसो मैले ब्यागबाट गरिरहेको छु अलिअलि सानोतिनो भ्लग गर्मीले मऱ्यो के भयो होइन खै तिम्रो अटो छ अरे ऊ जो मङ्गलबारे गयो किन लिएर जानुहुन्छ तपाईँ होइन भाइको ए हुन्छ दाइ धेरै मेरो ऊ छैन सब्सक्राइबर छैन गाइस ल यो जातेको हाम्रो दाइहरूको पसलमा चाहिँ आउनु होला ल यो इनकेस के अरे दाइ इनकेस फ्रेस हाउसमा आउनु होला जातेमा यहाँ चोकमै छ यहाँ हुनुहुन्छ हाम्रो मासु काट्ने दाइ यहाँ हुनुहुन्छ हाम्रो सेलमा होला दाइ है
काउन्टरमा दाइ हुन्छ हेन्सम दाइ हाम्रो आउनु होला ग्रोसरी छ हजुर यहाँ सबै दाइ हेन्सम हुँदो रहेछ होइन होइन ब्ल्याक हेन्सी दाइ हाम्रो मम्मी हुनुहुन्छ यहाँ हुन्छ अब हामीलाई दाइले प्याक गरिदिनुहुन्छ मासु अनि थोरै छुट पनि दिनुहुन्छ होला गाइज म चाहिँ कति 6-7 वर्षपछि आएँ मेरो गाउँ है घरै जाने कान्छ ल कान्छ होइन नि कान्छ अलिक पछि अलिक 1-2 दिन पछि भन्नु ल अब हिँड्दै जानुपर्छ गाइज गरीमा जुका हुन्छ अरे म त यहाँ डरले कस्तो भएछ नि लास्टै गर्मी छ गाइज गाला रातो रातो गाला रातै रातै गर्मी भयो गाइज म चाहिँ यो पहिला 6मा पढेको हो यो स्कुल चाहिँ यस्तो यहाँ हेर्नु न भित्र 6-7 वर्ष हो म त नपढेको 6 महिना पढेँ त्यहाँबाट पढेन त्यहाँबाट म केटीमा आइहालेँ हिँड्दै हिँड्दै जानुपर्छ पुल छ अरे अब हेर्नुपर्छ पुल कस्तो छ सन्चै हुन्छ हजुर 1-2 दिन मै पनि धेरै अस्ति एयरफोन लगाएर हो कि एयरफोन लगाएर नसुन्नु भएको पानीमा नभिजी हिँड्नु पर्यो म जुक्काले टोक्दैन डरियो गर्मीले यहाँ रातो भयो धानहरू हेर्नुहोस् गाइज यो के को यो धान खेती होला यो धान खेतीको हेर्नुहोस् धान केरा ओहो केरा म पनि अब गएर खान्छु यस्तो खानु मन परिरहेछ भने नि केरा सुपारी अनि केरा सुपारी के पाउँछ म सबै खान्छु झापाको गाइज पुलको छेउमा एउटा कटेज छ भन्दै थियो एकजनाले मैले देखेँ त्यो कटेज यहाँ रहेछ यहाँ बसेर खाने रहेछ यहाँ पुल छ फाइनली मैले हालेर देखेँ एकजना मान्छेले भन्दै थियो पहिला नै त्यहाँ सँगै बसेर उ गर्नुपर्छ त्यहाँ कटेज बनाएको छ पुलको छेउमा त्यहाँ बसेर रमाइलो गर्नुपर्छ भनेको थियो मैले ठ्याक्कै सम्झेँ मैले बिर्सेको थिइनँ यो कटेज फाइनली हामीले यो जङ्गल काट्यौँ दान गाइस मेरो घर आइपुगेँ हाम्रो भाउजूको घर दाजु भाउजूको घर मम्मी बोलाउनु हुँदैछ ऊ मेरो भाउजू उता हुनुहुन्छ हजुर नमस्ते भाउजू मैले देखाइसकेँ अन्त जानु कुन घरमा जानु सबै सेम छ सेवा र भाउजू यो मासु उमा खाना त ल बल्ल बल्ल अटोमा उसले ल्यायो नि नानी हेलो आउनु कति राम्रो राम्रो नानी हौ आमा कति राम्रो राम्रो नानी रुँदै गरेको आमा
ल मेरो भदै ल ल ल ल मेरो भदैहरू हेरेको हेरिस उहाँ त गरिसक्यो हो मिठाई यति मामा नानी यो के हो यो चक्लेट यो के हो हाई गर्दै गर्नु हाई गर्नु अनि नानी त मासीमा जस्तै रहेछ त यता हेर्नु त मासीमा जस्तै छ त नानी त हाल्दैछु यहाँ कहाँ यहाँ छ अरे कुखुरा रहेछ ओ सुपारी गाई सुपारी केरा हजुर यहाँ रहेछ हुन्छ ए के भन्छ ऊ केरा अब यो चाहिँ म लग्ने हो आहा टस्ने यहाँ राखौँ अब यो पनि खाइन्छ क्या आउनु आउनु मेरो भदर यता मोबाइल ला चार्जर त नानीले भिजाएको त गयो 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 भन्नु नै 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 यता यता गाइस आजको लागि चाहिँ यति नै अर्को ब्लगमा भेटौँ